दर्शकवृन्द नमस्कार, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानल रिभ्यू संसारमा। सदा चाहिँ आज पनि भुन्टी सिरियलको नयाँ रिभ्यू लिएर हजुरहरूमाझ फेरि पनि उपस्थित भइसकेका छौँ। हामीहरूले ल्याइरहेको रिभ्यू भिडियो हजुरहरूलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया तल रहेको खाली कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनुहोला। दर्शकवृन्द, जब भूपेन्द्रले बुन्टीलाई विवाह गर्नुभन्दा पहिले नै यो कुरा बुझ्न जरुरी थियो कि बुन्टी गरिब परिवारबाट आएको हो भनेर। तर त्यो भने भूपेन्द्रले त्यो बेलामा केही नसोची केही नबोली आँखा नै नदेखी संसारकै खुसी दिन्छु बुन्टी तिमीलाई भनेर बुन्टीलाई फकाएर विवाह गरेर यस घरमा भित्राएका थिए। तर यतिखेर भने सबैको नचाहिने कुराहरू सुनेर आफ्नो जेठान टोक्लेलाई मसँग तिम्रो लेभल र हैसियत मिल्दैन भनेर भनिसकेका छन्। त्यसपछि यो सबै कुराहरू भूपेन्द्रको दाइले पनि सुनेका हुन्छन्। सबै कुराहरू सुनिसकेपछि भूपेन्द्रको दाइले पनि भूपेन्द्रलाई गाली गर्दै भनेका हुन्छन् कि यो कुरा तैँले विवाह गर्नु अघि नै सोच्नु पर्थ्यो। अहिले आएर यस्तो कुराहरू गरेर हुन्छ, हैसियत र लेभलको कुरा गर्छौ भन्दै दाइले भूपेन्द्रलाई गाली गरेपछि भूपेन्द्रले टोक्लेसँग माफी मागेका हुन्छन्। टोक्लेले भने त्यो घरमा आफ्नो बहिनीलाई गरेको हरकत र दृश्यहरू देखेपछि आफ्नो बहिनीलाई आफ्नै घरमा लगेर जान्छु भनेर भनेका थिए। तिनीहरूको टर्चर र यातनाहरू भोग्नको लागि मेरो बहिनी यो घरमा आएकी हैनन्। अब म मेरो बहिनीलाई आफ्नो नै घरमा लान्छु भन्दै गर्दाखेरि झन् भूमिकाले खुसी हुँदै भन्छन् कि कुचोले बढाएर लानुपर्ने कसिङ्गर हावाले नै उडाएर लग्यो भने जस्तै हुन्छ, हामीहरू त खुसी हुन्छौँ, लैजा तेरो बहिनीलाई भनेर अनेक गालीहरू गरेपछि भूमिकाको ठुलो दाइले भूमिकालाई गालामा एक झापड लगाएको कुरा हामीहरूले यस नयाँ भागमा देख्न सक्छौँ। दर्शकवृन्द, त्यसपछि भूमिका चुप लागेकी छिन्। हो दर्शकवृन्द, टोक्लेले गाउँमा भूपेन्द्रको बुवालाई फोन गर्दै बिरामी भएकी भुन्टीलाई तपाईँको छोराछोरीहरूले डोरीले बाँधेर कुटेर अनेक यातनाहरू दिँदैछन्। अब यस्तो देखेर मेरो बहिनीलाई म यो घरमा राख्न सक्दिनँ, त्यसैले म मेरो घरमा लानको लागि तपाईँलाई एक वचन सोधु कि भनेर फोन गरेको भनेर टोक्लेले गाउँमा रहेको भूपेन्द्रको बुवालाई यो कुराहरू गरेपछि भूपेन्द्रको बुवाले बुहारीलाई नलानु, बुहारीमाथि केही दोषहरू लागेको छ, त्यसको पनि टुङ्गो लागेको छैन, म भूपेन्द्रलाई सम्झाउँछु भनेर भन्दै गर्दाखेरि बालकुमारी आएर फोन खोज्दै टोक्ले र भुन्टीलाई नाना थरी गालीहरू गर्दै आफ्नो श्रीमानलाई पनि भुन्टी बुहारीसँग आँखा लगाएपछि भूपेन्द्रको बुवाले बालकुमारीलाई राम धुलाई दिएका छन्। दर्शकवृन्द, अब के हुन्छ होला त? यो भने हेर्नको लागि त हामीहरूले अर्को भाग पर्खिनु नै पर्ने हुन्छ। तबसम्मको लागि मलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, जय नेपाल।